गाइस हामी साउदीको सिको गार्डनमा नेपाली गार्डनमा घुमफिरको लागि साँझ पख हिँडिरहेको छौँ होइन। यति सुन्दर गार्डन छ कि यो नेपाली गार्डन यति सुन्दर गार्डन छ जहाँ समय भयो हुँदाखेरि सबैजना घुम्न, सबैजना बस्न, रिल्याक्स गरेर बाहिरको हावा खान आउँछ। यति सुन्दर गार्डनमा एउटा जात फोहोर पनि देखिँदैन सायद होइन। यत्तिको मान्छेहरू छन्, यत्तिको मान्छेहरू घुम्न बस्न गफ गर्न चिया खान आएका छन्, तर पनि एउटा पनि फोहोर छैन, एउटा पनि फोहोर छैन। यस्तै सुन्दर गार्डन हाम्रा पनि देशमा, हाम्रा पनि राम्रो सिटीहरूमा होइन यस्ता गार्डन मान्छेलाई रिल्याक्स गर्न, मुड फ्रेस गर्नलाई बनाइदिएदेखि र यति सुन्दर यति सफा राखिदिएदेखि अनि न विकास भनेको बुझिन्छ। या त हामी विकासको नाममा विनाश गरेका छौँ, तर केही छैन अरू। हामीले सरकारबाट खोजेको कुरा यति हो होइन। नयाँ सरकारबाट खोजेको कुरा यति हो कि यस्ता गार्डन ठाउँमा चोकमा हुन्। साँझ पख मान्छेहरू रिल्याक्स गरेर 2-4 बात मिठा बात सुख दुःखका कुरा गरौँ र रिल्याक्स गरेर मुड फ्रेस गरौँ। यो हो नेपाली गार्डन। बुझ्नुभयो गाइज? यो हो नेपाली गार्डन। दमाम सिकोमा रहेको नेपाली गार्डन भनेर परिचित छ। हुन त सबै देशको नागरिकहरू यहाँ घुमिरहेका छन्, तर परिचित छ मात्र नेपाली गार्डन भनेर। यस्तो छ गाइज। हामी 2 दाजुभाइ पनि आज छुट्टीको दिन घुमेर रिल्याक्स गरेर फ्रेस हावा खाएर बसिरहेको। यस्तै छ हामी परदेशीको पनि जिन्दगी गाइज।